नमस्कार यहाँहरु समक्ष हजुरहरुको दिन शुभ रहोस्। आज हजुरहरु सामु भुन्टीको नयाँ एपिसोड लिएर आइरहेकी छु। यस एपिसोडमा भुन्टी बिरामी भएकी हुन्छन्। उनी अस्पताल गएर आएकी हुन्छन्। भूपेन्द्रलाई दाजुलाई लिन एयरपोर्ट जानु परेको हुन्छ। अनि भूमिकालाई भाउजूलाई कहीं जान नदेऊ है भनेर छोडेर भूपेन्द्र बाहिर गएको हुन्छन् दाजुलाई लिन। त्यही मौका पारेर भुन्टीलाई भूमिकाले पलङमा दुईटै हात बाँधेर राखेकी हुन्छन्। भुन्टीले मलाई यसो नगर, मेरो आमा बिरामी भएर अस्पतालमा हुनुहुन्छ, म आमालाई भेट्न जान्छु, बरु तिमीले मलाई जुन सजाय गरे पनि पछि गरौली, म भोग्न तयार छु, तर मेरो यसमा कुनै गल्ती छैन, मलाई यसो नगर भनेर अलाप बिलाप गरेर भुन्टी रोइरहेकी हुन्छन्। तर भूमिकाले सुन्दिनन् कुनै पनि हालतमा। बरु भूमिकाले आफूले खानेकुरा मासु फ्राई गरेको ल्याएर